तपाईँ वृद्धि मल्टिप्लाई पनि हुनु पर्यो होइन, भरिनु पनि पर्यो र त्यसलाई बसमा भनेको त्यसलाई चाहिँ नियन्त्रण पनि गर्नु पर्यो र शासन पनि गर्नु पर्यो। तर ती सबै गर्ने क्रममा चाहिँ हामी फर्केर के भने परमेश्वर को हुनुहुन्छ त? प्रेम हुनुहुन्छ। त्यो परमेश्वरको प्रेम चाहिँ तपाईँ र म मानिसमा प्रकट हुनु पर्यो पृथ्वीमा, हो? तर त्यो भएन। मानिसले प्रकृतिमाथि चाहिँ अत्याचार गर्यो। मानिसले परमेश्वरले दिनुभएको त्यो अधिकारलाई चाहिँ गलत रूपमा प्रयोग गर्यो। अनि त्यो कारणले गर्दा आज संसारमा जुन रूपमा चाहिँ छिन्न भिन्न भइरहेको संसारमा चाहिँ रिस, ईग, ईर्ष्या, झै झगडा, अर्को के अरे यो मृत्यु, के अरे यी सबै कुराहरू किन भइरहेको छ भन्दा मानिस परमेश्वरबाट टाढा रहेकोले, मानिसले त्यो परमेश्वरको प्रेमलाई चाहिँ भुलेको कारणले त हो नि। तपाईँले हेर्नुहुन्छ भने गलाती भन्ने पुस्तक छ, त्यसमा चाहिँ पवित्र आत्माको फल भनेको छ। बाइबल हेर्नुहुन्छ, पवित्र आत्माको फल भने के भन्दा प्रेम अरे, दया अरे, धैर्यता, माया, भलाइ, विनम्रता, क्षमा, लङ सफरिङ भनेको चाहिँ एउटा चाहिँ दुःख सहने क्षमता। जब तपाईँ र ममा परमेश्वरको प्रेमले चाहिँ हामी बढ्छौँ, जब परमेश्वरको प्रेमले हामी भरिएर हामी जान्छौँ, चाहे घर चलाउँ, चाहे स्टुडियो चलाउँ, चाहे हामी एउटा चर्चको नेतृत्व गरौँ वा समाजको नेतृत्व गरौँ वा राष्ट्रको नेतृत्व गरौँ, यदि परमेश्वरको त्यो ज्ञानको भय, त्यो प्रेमले चाहिँ तपाईँले मलाई ढाकेर चलाएको छ भने यो संसार आज यस्तो हुँदैन नि त। हत्या, हिंसा, लुटपाट, झै झगडा, काट मार, मान्छे त यस्तो अव्यक्त पीडामा, उत्पीडनमा, यस्तो अव्यक्त डाहामा, रिसमा बाँचेको छ नि, हामीले कल्पना गर्न सक्दैनौँ। हामी देख्छौँ 2 दिन अगाडि नेपालमा एउटा घटना भयो। एउटा परिवारमा चाहिँ आमा र छोरालाई मारिदियो। अनि अरू घाइते भयो, बुहारी घाइते भयो, अरू घाइते भयो। पछि पुलिसले पत्ता लगाउन जाँदा चाहिँ त्यो बुहारीसँग चाहिँ त्यसको अर्को त्यो मार्ने मान्छेको सम्बन्ध रहेछ भन्ने। यी सबै कुराहरू परमेश्वरबाट आउने कुरा होइन। त्यो जे हुनु त्यो राम्रो भएन, परमेश्वरको छ। तर यी सबै कुराहरू चाहिँ शैतानले यो अहिले तपाईँ हामी हेर्छौँ नि त, यो संसार भनेको चाहिँ एउटा प्ले ग्राउन्ड भनेर भनिन्छ। त्यो चाहिँ खराब र असल विरुद्धको, परमेश्वर र शैतान विरुद्धको चाहिँ एउटा चाहिँ युद्ध भूमि हो। र हामी यहाँ भएका मानिस हौँ नि, त्यो युद्ध भूमिका खेलाडी हो। र त्यो खेलमा चाहिँ हामी जानेर नजानेर, चाहेर नचाहेर हामी एउटा पक्षमा लागेर युद्ध गरिरहेका छौँ। अब प्रश्न आउँछ, के तपाईँ र म परमेश्वरको पक्षबाट युद्ध गरिरहेका छौँ कि शैतानको पक्षबाट युद्ध गरिरहेका छौँ?